चाहिँ म मोमो च्यालेन्ज दिनेवाला छु टोटली कान्छालाई। ल दाइ कसरी उभिदिरा के यो डराएको हो र दाइ म जितिहाल्छु के डराउने यार। अनि जो पनि यो च्यालेन्ज हार्छ त्यसले के गर्नुपर्ने छ थाहा छ दाइ? 1 गिलास करेलाको जुस खानुपर्ने छ है त। यो एक प्लेटमा चाहिँ छ 20 पिस मोमो अनि जसले चाहिँ सबैभन्दा छिटो यो 20 पिस मोमो खान सक्छ त्यो चाहिँ विनर हुनेछ। अनि जसले चाहिँ खान सकेन जो हार्यो त्यसले चाहिँ करेलाको तितो तितो जुस खानुपर्ने छ है। अनि कस्तो लाग्दैछ त आज मसँग च्यालेन्ज खेल्न पाएर? डराउनु त भएको छैन नि? ए भाइ के डराउने यार, म यो मोमो त होइन, म उल्टा हातले उभिएर खान सक्छु के। त्यो त हेरौँला अहिले खान सक्नुहुन्छ कि नै। मलाई पनि कम सोचे हो र। म जित्ने हेरिराख्नु न। ल दाइ ल हेरौँ। 3 2 1 स्टार्ट है त। म त फर्स्टमा पानी खान्छु। योभन्दा अगाडिको भिडियोबाट सिकेको मैले। फर्स्ट एपिसोडमा नराम्रो हार बिहेरेपछि आज म हार्ने मुडमा आएको नै छैन। आज चाहिँ म साम दाम दण्ड भेट जे पनि युज गर्नुपर्छ गरेर यो डोटेली कान्छालाई तितो तितो करेलाको जुस खिलाएर नै देखाउँछु भनेर सोचिरहेको मात्र के थिएँ मैले साइडमा हेरेँ होइन। म कुपु कुपु एक एक पिस मोमो खाइरहेको थिएँ। यो मान्छेले मोमो भात जसरी खाइदियो यार। मैले सोचेकै थिएन कि मोमो यसरी पनि खान सकिन्छ। यो त मेरो सिलेबस भन्दै बाहिर गइदियो के। अनि स्टार्ट भएको 1 मिनटमा यसले त भातको जसरी ग्राम ग्राम 4 पिस मोमो खाएर मोमो त सकाइदियो। अनि मेरो प्लेटमा अहिलेसम्म 10 पिस मोमो बाँकी नै थियो। 5 6 7 10 पिस मोमो बाँकी छ बिचमा मेरो। मैले 10 पिस मोमो मात्र खाएँ। ल है म जिरे है, च्यालेन्ज चाहिँ म जिरे है। आफूले भने अनुसार करेलाको जुस खानु। नखाँदा हुँदैन र दाइ। नै खानु पर्ने दाइ च्यालेन्ज भने च्यालेन्ज करेलाको जुस खानु पर्ने। नै हुन्न, खाऊ 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 खानु परिहाल्यो त यार, कस्तो नखाने भन्दा। ल है त नाक बन्द गरेर खानुपर्ने जस्तो छ। एक गुटमा निकाल्न पाइँदैन है, निकाल्न पाइँदैन। नन स्टप खाऊ खाऊ खाऊ। नै खाऊ पुरै खानु पर्यो। पुरा खानु पर्यो है भाइ, नत्र च्यालेन्ज हुन्न। पुरा खानु लास्ट चिज छ त यार। पुरा खाऊ, छिटो खाऊ। एक गुटमा सक्ने तिमीले काजमा यो। नै खाऊ करेलाको जुस पनि को खान्छ यार। खाऊ एक गुटमा खाने हो। छिटो खाऊ पुरा सक्नु पर्यो है। खाऊ न भाइ यार, खाऊ न, मजाक नगर। च्यालेन्जिङ भिडियो भने यार नि पुरै बाँकी छ। हो यो अन्त तरिका अब बनाउँदैन यस्तो च्यालेन्ज भिडियो जहिले मै फस्छु। आजको हाम्रो यो च्यालेन्ज चाहिँ भइरहेको छ द लोकेसनमा। यदि हजुरहरूलाई नि मिठो मोमो खान चाहनुहुन्छ भने द लोकेसनमा आउनु होला।